उहाँलाई खुसी पार्न खासै केही गर्नुपर्छ जस्तो लाग्दैन है। यतिकै 2-4वटा काम गर्नुस् उहाँहरू यतिकै खुसी हुनुहुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। नम्बर 1 को कुरो सबैभन्दा मोस्टली इम्पोर्टेन्ट उहाँको फ्यामिली, बुवा मम्मी हुनुहुन्छ भने, दाजुभाइ हुनुहुन्छ, दिदी बहिनी हुनुहुन्छ भने उहाँहरूलाई रेस्पेक्ट गर्नुस्, मान सम्मान दिनुस्, केही भन्दाखेरि जवाफ नफर्काउनुस् है, मुखमुखी नलाग्नुस्। उहाँको बाबुआमाले रेस्पेक्ट दिनुभयो भने उहाँ यतिकै खुसी हुनुहुन्छ क्या है। नम्बर 1 को कुरो। नम्बर 2 को कुरो कुनै कुरामा किचकिच नगरिरहनुस्, नरिसाइरहनुस्। रिस उठ्छ तर कुन कुरालाई रियाक्ट गर्ने, सानो कुरा छ भने नर्मल लिदिने, अब ठुलो कुरा छ भने त रियाक्ट गर्नुपर्ने हुन्छ हैन। नत्र भने नर्मली सानो सानो कुरामा रिसाउने बानी गर्दै नगर्नुस् हैन। एकदम फेसमा स्माइल होस् हैन, सानो सानो कुरामा नरिसाउनुस्। नम्बर 3 को कुरो भनेको किचकिच, कुनै पनि कुरामा किचकिच नगरिरहनुस् के। उहाँलाई थाहा छ कि श्रीमानलाई थाहा छ मैले मेरो कर्तव्य हो पुरा गर्नुपर्छ, मेरो फ्यामिली छ, मैले जिम्मेवारी लिनुपर्छ, उहाँ भनौँ न श्रीमतीको हरेक इच्छा आकांक्षा पुरा गर्नुपर्छ भने उहाँलाई पनि थाहा होला नि त हैन। तर पनि तपाईहरु किचकिच बुढा यो भएन त्यो भएन, यो गर्दै त्यो गर्दै, फल्ला किन्दै ढिस्काना किन्दै, तीज आयो यो आयो, मलाई यतिको रानी हार चाहियो, यो चाहियो, दिनरात के किचकिच किचकिच गरिरहने, फल्लाले यो लगायो मलाई पनि त्यही किन्दियो, यो गर्दैन। यस्ता कुरामा कुनै पनि हालतमा किचकिच नगर्नुस् है। नम्बर 4 को कुरो सबैभन्दा मेन इम्पोर्टेन्ट, उहाँलाई कसैसँग कम्पेयर नगर्नुस् हैन। कसैसँग पनि के कम्पेयर गर्दै नगर्नुस् के। फल्लाको श्रीमानले त यस्तो गर्यो, उहाँको त यस्तो छ त्यस्तो छ, मेरो श्रीमान हेरि किन उहाँ कति यस्तो भनेर कसैसँग कम्पेयर नगर्नुस्। र नम्बर 5 कुरो भनेको चाहिँ आफ्नो कुरा, जस्तो तपाईको घर परिवारको, तपाईको त फ्यामिली हुनुभयो नि त, उहाँको हस्बेन्ड तपाईको घर भएन त, उहाँ घरको कुरो माइतमा लगेर कुनै कुरा पनि नसुनाउनुस्। जुन सुनाउनु पर्ने कुरो छ भने मात्र हो, नत्र भने सानो सानो कुरा लगेर यस्तो भयो उस्तो भयो, सासु यस्तो, नन्दा यस्तो, यस्तो गर्यो उस्तो गर्यो, बुढोले केही कुरा नसुनाउनुस् क्या। उहाँ माइत मात्र साथीभाइलाई पनि नसुनाउनुस् के।